गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल। म हो तपाईँहरूकै भावना नेपालगञ्जदेखि। आज म कता आएको छु देख्न सक्नुहुन्छ। हेर्नुहोस् गाइज म कता आएको छु भनेपछि यता मेरो स्कुटी, मेरो आमाको यता सामान छ। हेर्नुहोस् है, मेरो आमाको घर जाँदैछु। जाँदै भन्दा नि आइपुगिसकेँ म। यही मिलनचोकको बजार, यो चाहिँ मिलनचोकको बजार हो। यहीँनिर मेरो आमाको घर छ। यो राप्ती जाने बाटोमा गाइज म आइसकेँ। अनि यो टक्क ब्युटिफुल नजारा देखाम भनेर अहिले बिहानको 7 बजे छ। 7 बजे पछिबाट मात्रै मैले भिडियो सुरु गरिरहेको छु। हेर्नुहोस् त कति राम्रो सनसाइड, सूर्यजीको आगमन हुँदैछ। मर्निङ किरण मजाले आइरहेछ होइन। डुरुवा पुल हो गाइस, देख्न सक्नुहुन्छ। यो तल नदी डुरुवाको पानी हो। यो चाहिँ पानीको पाइप होला। अनि यो चाहिँ सुन्दर भ्यू, तपाईँहरूलाई पनि देखाइहालौँ भनेर होइन। कति घर र पसलको मात्रै भिडियो सुट गर्नु भनेर मैले तपाईँहरूलाई यो सुन्दर नजारा देखाऊँ भनेर यताबाट भिडियो सुट गरिरहेको छु गाइज। अब चाहिँ जान्छु। अब 1 मिनटमा मेरो आमाको घर पुग्दैछु। बाँकी मेरो आमाको यहाँ सामान पनि छ। मैले अस्ति स्कुटीको टायर अगाडिको चेन्ज गरेको 1 हप्ता भयो। मजाले फिनिनी कुद्छ क्या, कस्तो मजाले। अब चाहिँ गइहाल्यो ल, आमाको घर गएर तपाईँहरूलाई देखाउने छु। आइसकेँ, आइपुगेँ। यस्तो चिसो भयो नि बिहान। ओ माई गड, हावा लाग्दो रहेछ क्या भयङ्कर तरिकाले। यति चिसो भयो, म त मुटु नै कमाइदियो कि एकचोटि। एकदम चिसो। हेर्नुहोस् त यहाँ शीत परेर गाइज। ल गाइज म चाहिँ जस्ट आएको। फेरि हाम्रो बुवा हस्पिटल जाने भनेर रेडी हुनुभएको रहेछ। अनि म फेरि फर्किनु पर्ने भयो। उहाँ हाम्रो आमा हुनुहुन्छ। हेलो भनिदिनु। फर्किनु पर्ने भयो। एकछिन पनि नबसेर बुवा हस्पिटल जाने काम यता रेडी भएर बस्नु भएको रहेछ। हेलो बुवा, हाई भनिदिनु। हाई भनिदिनु न। अनि म पनि फेरि बुवालाई लगेर जाँदैछु गाइस। म फर्किसकेँ अब, नत्र बुवा नजाउँ। हजुर के हो बेसन ल्याउनु नि त भइहाल्छ। ल धुने अनि धुइन तात्ने हो। कोचेली लिँदैछु गाइस। मैले माइतबाट यहाँ बन्दा किनेर ल्याएको। यता आमाले फेरि लोकल अन्डा दिनुभएको छ गाइस मलाई 3वटा। बुवा यो हातमै समातिदिनु त लाउनु। यता काँचो यो बारीमै थियो आमा। कहाँबाट? ए अन्डा हो क्या, हातमै समातिदिनु फुट्दाखेरि। बुवा र म अब जान लागिसक्यौँ गाइस। बुवालाई 8 बजे हस्पिटल जानुपर्ने, भेरी हस्पिटल 8 बजे खुल्छ। सो त्यही भएर म पनि 10 मिनट जति बसेँ। अब जानै पर्ने छ, त्यही भएर म फर्किसकेँ बुवालाई लिएर। 300को डालिदिनु त ल, कम्तीको पेट्रोल पम्पमा पेट्रोल सकिसकेको छ। अब चाहिँ हजुर 300को पेट्रोल डालौँ। श्याम आयल स्टोर, डुरुवा पुल नजिकैको पेट्रोल पम्प गाइस। ल गाइस 8 बज्यो ठ्याक्कै। म चाहिँ घर आइपुगेँ। यो मेरो घर, हिजो हामीले गरेको यो हाम्रो काम गाइस। आज हेरौँ है पारिजात कस्तो भएको छ। पारिजातले पानी हालिदिनु पर्ला जस्तो छ गाइस। हाई यहाँलाई जाऊँ भन्ने थिएँ गाइस बिहान, मेरो आमाको घर हेर्नु होला भनेर। बुवा हस्पिटल ठ्याक्कै म पनि जाने। बुवा हस्पिटल आउने भनेर रेडी हुनुभएको रहेछ क्या। ल हेर्नुहोस् गाइस, म चाहिँ फेरि आउन बित्तिकै अब हल्दी धुने प्रोसेसमा लागिहाल्ने के। हल्दी धोएर राखिदिउँ होइन, सुक्ला। र माटो माटो छ होइन, यस्तो माटो छ क्या गाइस। खाने चिज हो, आमाले किन्नु भएको रहेछ। त्यहाँ आमाको घरमा बाँदरको बिगी हेर्नुहोस्। बाँदरले केही इज्जत रहन दिन्न। अब सब म सफा गरेर धोइदिन्छु अनि हाम्रो छतमा सुकाइदिन्छु। मजाले सुक्छ गाइस। आजको काम मेरो यही हुन्छ अहिले। यति हल्दी छ, यस्तो मजाले धोइदिन्छु होइन। बाटाभरिमा पानी राखेर। उहाँले एकदमै मिठो खाना पकाउनुहुन्छ। कसैलाई कुक चाहिएको को छ भने सम्पर्क गर्नु होला है। उहाँको हातको खाना खान मन छ भने।
एकदम मसला फेरि यहाँले पिसेको मसला मलाई चित्त बुझ्छ क्या एकदम राम्रो पिस्नुहुन्छ क्या मसला खाना पकाउन पनि एकदम राम्रो हुनुहुन्छ हेर्नुहोस् गाई चाहिँ हाम्रो बारीको धनियाँ यता हामीले साग धोएर टिपेर पनि धोइसक्यौँ उता मेरो पानी भरिसक्यो गाई म चाहिँ अब धुन सुरु गर्छु हेर्नुहोस् गाइस एक आँखला धुनुपर्छ होइन मैले यस्तो मजाले सफा गरिरहेको छु नि अझ सफा गर्दैछु कति बाँटा पानी फालिसकेँ मैले यो बेसार जमिन मुनि हुन्छ नि त अति माटो हुन्छ क्या यसको आँखला यसरी भित्रभित्र यस्तो भाँची धुनुपर्छ क्या यसलाई मैले एक गाँठ निकालेर धोएको क्या यसरी हेरेर ठ्याक्कै 1 घन्टा लाग्यो हेर्नुहोस् यति सफा पानी छ हाम्रो आमाले यो बेसार धोको भए कति दुःख हुन्थ्यो होला बेसार काट्ने सुरु गरिसकेँ काम गरेपछि गरिन्छ काटेर सुकाइदिइहाल्नु कतिको पातलो बनाउँछ नि यसलाई 150 रुपियाँ नम्बर यो 300 रुपियाँको हो अरे क्या हजुर ल अब यो बेसार काट्ने प्रोसेस भइरहेछ म काटिसकेर मात्रै तपाईँहरूलाई देखाउँछु ल गाइस यस बेसार हामीले काटेर यता सुकाइसक्यौँ पूर्णिमा बहिनी र म ठ्याक्कै 1.5 घन्टा लाग्यो यो बेसार काटेर सुकाउनको लागि बाँकी मैले हिजो धोएको ब्ल्याङ्केट मेरो यता सुकिरहेछ हिजो त सबै सुकिसकेको थियो थोरै बाँकी थियो आज सुकाइदिएछु आज अब निकालेर जान्छु म पसल एकछिनमा अब हामी गएर खाना खाने हो माथि हेरौँ न गाइस बेसार काटी हात कस्तो भयो क्या पुरै गएन धुँदा पनि अहिले 12 बज्न लागिसक्यो हल्दी काट्दा हात यस्तो भयो हेर्नुहोस् त यहाँ हाम्रो खाना के पाक्यो हेर्नु न भिन्डी आलुको लेदो यता लोकल अन्डा आमाले दिनुभएको थियो अघि यता भाङ्गा टमाटरको चटनी लोकल चामल छ आज भाइ गाइस कस्तो छ खाना भन्नुहोस् मिठा पूर्णिमा बहिनी ठिक छ बहुत हल्दी काट्यौँ है यहाँको हातमा त धेरै लागेन मेरो हातमा त पुरै दिमागले काम नगरेपछि होइन गाइस हामी खान्छौँ ल सुरु गरौँ खानाको ल हाम्रो साँझको डिनर रेडी भइसकेको छ यता बोइलर पाक्यो होइन यो माटेको साग हाम्रै बारीको यो जुम्लाको अर्ग्यानिक प्लस रुपैयाँको के चामल गरे यसलाई हाम्रो मार्सी चामल र यो मिक्स चामल हो गाइस एकदमै मिठो छ टमाटर र भाङको चटनी फेरि अनि यता खाने पूर्णिमा सिस हुनुहुन्छ यता सुस्मिता मैया हेलो एकदम बढिया मिठो छ कि छैन साँच्ची भन यता यो पनि छ निचरेर खानलाई यता म पनि रेडी भइसकेको छु लगाएछ हामी चाहिँ अब खाना खान्छौँ हाई गाइज गुड मर्निङ आज भिडियोको अर्को दिन मैले 9 बजे पछिबाट बल्ल भिडियो सुरु गरिरहेको छु आज 9 बजे नै हामी पसल आइसक्यौँ नानी र म नानी यता कपडा मिलाउँदैछिन् गाइज हेर्नुहोस् त 9 बजीसम्म न्यु रोडमा पसलहरू खुलेको छैन भर्खर खुल्दैछन् पसलहरू म खास गरी आज रुपडे जाने भनेर छिटो आएको रुपडे जान लागेको छु लगाएछु म चाहिँ रुपडे गएर आइसकेँ 1 घन्टामा आइपुगेँ आज छिट्टै गएँ तुरुन्तैमा आइहालेँ आज नानीलाई स्कुटीमा कभर लगाइदेऊ भनेको उहाँ उल्टा लगाइरहेको छु भन्थ्यो लाउन जानिनन् क्या अनि म चाहिँ आइसकेँ आज यति छिटो आएँ नि फास्ट सामान पनि खासै केही ल्याइएन मैले अहिले देखाउँछु तपाईँहरूलाई होलीको अलिअलि सपिङ गरेँ थोरै सामान लिएर आएको छ आज हाम्रो धनमाया नानी होलीको सपिङ गर्न मेरो पसलमा आइरहेछन् यो टप्स लिनको लागि कसैले भोलि गरन्छ भन्छन् भोलि खेल्न मिल्दैन रङ लाउन मिल्दैन भन्छन् गाइस मलाई त टेन्सन भइरहेछ के गर्ने रङै लाउन पाइन्न कि क्या हो टिकटक भिडियो नै बनाएर अपलोड गर्न पाइन्न जस्तो लागिरहेछ तनाव भएछ गाइस कलरहरू ल्याएर आएछौँ हामीले कति होलीको सपिङ गरिरहेछौँ
यहाँ धनमाया नानी उनको सपिङ भइसक्यो फेरि खै हेरौँ त भोलि यस्तै हो सेम यही हो यता धनमाया वर्षले लिँदैन नि हेर्नुहोस् छिटो पैसा पे गर ओइ हेर्दा कस्तो छ आफ्नो साथीलाई वर्षले देखाइरहेको छु सानसाइज छैन बे यसमा अब 2 पिस मात्रै छ सो हेर्नुहोस् अहिले टाइम साँझको 9 बजिसकेको छ म घरमा आइसकेको छु अघि 8 बजेतिर आएको होइन भोलि होली भनेर हामीले एकदमै भन्नाले थोरै सपिङ रङसँग ल्यायौँ आज हेर्नुहोस् गाइस मैले रुपैयाँ गएर के लिएर आएको छु के लिएर आएको छु म तपाईँलाई देखाउँछु ल यता मैले 1 केजी अङ्गुर किनेको आधा मैले बुवा दिउँसो आउनुभएको थियो हस्पिटल आज पनि आधा बुवालाई दिएको आधा यहाँ छ थोरै खाइसक्यौँ हामीले अनि यता एउटा बुवालाई दिएँ अनि यो 2.5 केजी मैले चिन ल्याएको त्यसपछि मासको दाल ल्याएँ 1 केजी अनि चाहिँ यो होलीको लागि यो उडाउने कलर ल्याएको होइन यसमा 5 वटा हुन्छ यो भित्र अनि यो चाहिँ स्प्रे पनि लिएर आएँ यो 100 रुपियाँको यो चाहिँ कति लियो 300 रुपियाँ लियो क्या यसको अनि एउटा चिसो ल्याएँ भोलि खाने हुन्छ कि भनेर हेर्नुहोस् है गाइस अनि यता देख्न सक्नुहुन्छ मेरो फेस वास सिद्धिएको 1 हप्ता भइसकेको थियो मैले आधा काटेर युज गरिरहेको थिएँ यो पनि किनेर ल्याएँ आजभोलि यसलाई 300 रुपियाँ पर्न थाल्यो अनि थोरै कहिलेकाहीँ भोलि होली खेल्न रङ खेल्न हुन्छ कि भनेर भन्न त भोलि के अरे गराउन छ भनेर धेरैजनाको हल्ला छ होइन यो कलर पनि ल्याएँ यति सामान लिएर आएको अनि बाँकी पसलको कुर्ताहरू ल्याएँ अरे एउटा चुनरी पनि ल्याएको छु मैले दुपट्टा उता रुममा छ गाइस भोलिको लागि भनेर अनि भोलि बजारमा एकछिन अघि गएको थिएँ बजारमा नत्र भोलि होली छ भने आज 5 बजीदेखि पुरा डिजे सिजे लाग्न थाल्ल्या हुन्थ्यो होइन चोक चोकमा यति रमाइलो हुन्छ नि नेपालगञ्जमा रमाइलो हुन्थ्यो अहिले चाहिँ छैन चुनाव केही त चुनावले गर्दा पनि होला अनि त्यसपछि भोलि ऊ पनि छ अरे गराउन लाग्ने पनि छ भन्ने सुनेको छु त्यो भए हुनाले पनि होलीको खासै चहल पहल छैन कसैले भोलि बजार खुल्छ भने खान कसैले खुल्दैन भने खान के हुन्छ भोलिको दिन हेरौँला ल सो गाइस मैले चाहिँ अहिले खाना आज बाबु अझै आएको छैन ठुल्बाको घर गएर म चाहिँ आज नानी पनि रुममा गइसकिन् म चाहिँ एक्लै छु उता रुममा बस्ने हाम्रो पूर्णिमा बहिनी हुनुहुन्छ उहाँले खिचडी पकाउनु भएको थियो 2 जनाले खायौँ अनि सो यो भ्लग यहीँ इन्ड गर्न चाहन्छु मैले तपाईँलाई यो भिडियो कस्तो लाग्यो मन परे लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सेयर गर्नुहोस् अनि मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है त अनि अर्को भिडियो ल्याएर तपाईँहरूसम्म आउने नै छु तबसम्मको लागि ओके बाई बाई